बुवा 93 वर्षमा हिँड्दै हुनुहुन्छ र 93 वर्षसम्म उहाँको कपाल दारी जुङ्गा सबै उहाँले आफैले काट्नु भएको। इभन अर्को मान्छेले उहाँको दारी जुङ्गा कपालमा हात नै लगाएको छैन। तर अब चाहिँ बुवाले भन्न थाल्नुभयो कि यसपालि म कपाल काट्न सक्दिनँ, काट्दे है भनेर। उमेरले नै हो, उहाँले कान पनि सुन्न एकदमै छोडिसक्नु भएको छ र अब अलिकति पहिला जस्तो पावर त डेफिनेटली छैन। त्यसकारण आज म बुवाको कपाल काटिदिँदैछु। सो हेलो साथीहरू, आजको अर्को भिडियोमा तपाईँहरूलाई स्वागत छ। बाबा कपाल काटिदिनु पर्यो आज। कपाल काटिदिनु पर्यो। काट्ने त्यो लुगा चाहियो यसो बेर्ने है। लुगा चाहिन्छ एउटा। लुगा हेर्नु पर्यो। ल बाहिर आउनु ल। कहाँ काट? बाहिर आँगनमा। कपाल काट्नको लागि तयार भएर उहाँ बाहिर आँगनमा आउनुभयो र मैले बाबालाई बस्ने ठाउँ देखाइदिएँ। दारी जुङ्गा चाहिँ म आफै काट्छु भन्नुभयो उहाँले। काटिसक्नु भएछ, आउनुभयो, बस्नुभयो। त्यस पछाडि एउटा यो सल मैले ओढाइदिएँ। तर मलाई डाउट थियो कि यो मेसिन मैले धेरै समयदेखि चलाएको थिइनँ, चल्छ कि चल्दैन भन्ने। त्यो हुँदा एकछिन मैले ट्राई गर्नतर्फ नै लागेँ। मेसिनले काटेन भने मेसिनले काटेन भने बिलेटले काट्नुपर्छ। तपाईँहरूलाई लाग्दो हो गाली गरे जस्तो, तर उहाँलाई यत्तिको ठुलो स्वरमा नभनिकन उहाँ सुन्नै हुन्न। त्यसकारण ठुलो ठुलो आवाज निकालेर उहाँलाई भन्नुपर्ने हुन्छ। त्यसपछि हाम्रो कपाल कटिङको सेसन यसरी सुरु हुन्छ। फटाफट मेसिनले काम गर्यो र मैले पनि मजाले टाउको चिन्डै पार्दिन थालेँ। उहाँ भन्दै हुनुहुन्थ्यो अहिलेसम्म 93 वर्षसम्म यो टाउकोमा कसैले अरूले हात लगाएको थिएन, तै पहिलो होस् भनेर। ल छाम्नु त मैले चिन्डो बनाइदिएको छु। छाम्नु त माथि। छाम्नु त मैले चिन्डो बनाइदिएको छु। हुन्छ कि हुँदैन? सबैतिर छाम्नु, सबैतिर। छाम्नु न, थाहा भइहाल्छ नि। भयो? भयो कि भएन? भयो कि भएन? भयो। अब के हुनु? म त के देख्नु र? छाम्दा थाहा हुन्छ नि त। हातले भेटे के भेट्दिन। भयो भयो। ल जिन्दगीमा पहिलोपल्ट अरू कसैले कपाल काट्दिएको होला होइन? जिन्दगीमा पहिलोपल्ट अरू कसैले कपाल काट्दिएको होला होइन? अहिले त अहिले काटी बस न मै काट्थे। तपाईँको ग्रान्ड प्यारेन्ट्स तपाईँसँग हुनुहुन्छ हुनुहुन्न, या तपाईँसँग उहाँहरूको मेमोरी कस्तो छ, कृपया कमेन्ट गर्नुहोला।